वसन्त ऋतु गाउँको माहौल ल है कोइली यो हाम्रो गाउँको हरियाली भद्रपुर 9 प्रणामी नगर बारीमा फलफुल मजाले फलेका बाँकी छ शुद्ध अर्ग्यानिक मेवा मकै बुवाको स्वास्थ्य अहिले राम्रो छ उहाँ पाठ गर्दै हुनुहुन्छ गएको चैत 28 गतेदेखि उहाँ 90 वर्षको लाग्नुभयो बारीमा मकै पाकेछन् सानो शरीर स्वस्थ अवस्थामा एकछिन बस्न सक्नुहुन्न केही न केही गरेकै भेटिन्छ तराईमा गर्मी बढेको छ साँझ भएपछि केटाकेटी मन्दिरको वरिपरि चौरतिर तल खेल्न निक्लिन्छन् साह्रै रमाइलो सहरभन्दा थोर बहुत मोबाइलबाट टाढा केटाकेटी यसै खेलेको हेर्दा आनन्द लाग्छ मन्दिरमा साँझ बिहानको सेवा आरतीमा चिनी जानेका समकालीन कोही न कोही बुवालाई भेट्न आइरहेकै हुन्छन् स्वच्छ हावापानी गाउँको वातावरण थोर बहुत बारीको काम बालाई यसले केही हदसम्म ठिक राखेको छ आज चाहिँ हजुरआमाको तिथि धेरै हदसम्म बारीकै सब्जी साग हामीले खाइरहेका छौँ आमा दुबईको धार्मिक यात्रामा हुनुहुन्छ दिदी र म भएर यहाँ खाना तयार गर्छौँ म पनि सहयोग गर्छु यो बाले बारीमा टिप्नु भएको लुडेको साग खाना तयार यसपालि गाउँघरमा तोरी राम्रै भयो 10 लिटर जति प्योर तोरीको तेल लाने गरी मैले पनि तोरी पेलाएँ यसपाला पनि लिची आँप राम्रै फलेका छन् हरेक दिन एउटा न एउटा बोटको मेवा पाकेकै छ काठमाडौँको धुवा धुलोबाट टाढा अर्ग्यानिक खाना र गाउँको शुद्ध वातावरणमा आफूलाई पुरै रिचार्ज गरेर 1 महिनामा काठमाडौँ फर्किन्छु आज चाहिँ बुवाको दारी र कपडा काटिदिनु पर्यो 90 वर्षमा बुवाका हरेक गतिविधिहरू हेर्दा के आफू यो अवस्थामा यस्तो रहन सकिएला खै गाह्रै होला लिची आँपको सिजन सुरु हुँदैछ गाउँघरतिर आफन्तजनसँगको यो भेटघाट रमाइलो जीवनका उत्तरार्ध बिताउने यो ठाउँ साह्रै रमाइलो समय अनुकूल बनाएर हजुर पनि आउनुहोस् है साह्रै रमाइलो छ आजलाई बिदा प्रणाम